हौवा सेवा स्यामुना सबैमा आज चाहिँ हामी धरानको श्यामचोकमा त्यतिखेर हामी उपस्थित भएका थियौँ र आज चाहिँ विशेष गरी हाम्रो बाबा कान्छा अथवा हाम्रो काका कान्छाको ठुली छोरी हाम्रो नानाको छोरी भान्जी मेरो प्रार्थना दुमी राईको के अरे शुभ मगनी कार्यक्रम रहेको हुनाले हामी त्यहाँ उपस्थित भएका छौँ। सबै मावलीको तर्फबाट हामी पनि उपस्थित भएका छौँ र अहिले चाहिँ यो खास गरी दुमी राईको चाहिँ संस्कारबाट यो मगनी रीत बुझिँदैछ र हाम्रो ज्वाइँ चाहिँ हुनुहुन्छ भोजपुरको नेवाहाङ राई हुनुहुन्छ उहाँ र उहाँसँगको आज यो शुभ विवाह मगनी कार्यक्रम भइरहेको छ। ठुलो विवाह चाहिँ होइन, सानो मगनी विवाह हो र आज माग्ने रीत मात्रै हो र यो सबैमा माग्ने रीत चाहिँ बुझ्ने कार्यक्रम भइरहेको छ। सबैजनालाई हाम्रो सेवा नमस्कार छ र अब हामी यो रीत बुझ्ने तर्फ नै हामी हाम्रो ध्यान आकर्षण गराउनेछौँ है त। दाजुभाइ हाम्रो भाषामा चिवातो पनि भन्छ। माइतीलाई एउटा कठुवा र 5 रुपैयाँ हजुर। मावली कुन भाइ? अब मावली चाहिँ पछि ठुलो बिहेमा अब साई मुन्द्री भन्छ। साई मुन्द्रीलाई एउटा कठुवा र अब त्यो साई मुन्द्रीमा चाहिँ अब के हुन्छ, रुमालमा पोको पारेर के दिनुपर्ने हो विधि विधान अनुसार त्यो जोडी बाँध्ने त्यहीभित्र पैसा हाल्यो पैसा परेन हजुर, जोडी बाँधियो हजुर। राजु बच्चन अब तपाईँहरूले राख्नुभयो, हामीले माग गरे अनुसार रीतिहरू राख्नु भएको छ। तपाईँले हाम्रो बगैँचाको फुललाई मन पराउनु हो, त्यसलाई भन्छ एकतर्फी भन्छ, एकहोरो वान साइड भन्छ। त्यसमा 2 साइड हुनु पर्यो, दोहोरो हुनु पर्यो। तपाईँले मन पराएर मात्रै भएन हजुर, यताबाट पनि मन पराउनु भयो। त्यो हाम्रो चाहिँ बगैँचाको फुलले अब मन पराउने नमन पराउने भमरालाई, त्यसको लागि चाहिँ अब हाम्रो छोरीले आएर मन परायो भने मुखले भन्नु परेन, छुइदिने साई मन्दिरलाई छुइदिने, मन पराएन भने छुँदैन। तपाईँले कर जति गर्नु हुँदैन है। इशारै काफी बोलाउनु छोरीलाई छोरीले यो कुरा प्रार्थनालाई बत्ती बार्नु होला नानी बत्ती बार्नु ए त्यहाँनिर त बार्नु त कसरी
बत्तीम छेउ पैसा तिर्नु म तिमका इन Jumanumli, minumli. छोरीलाई बोलाउनु ल छोरीलाई बोलाउनु यता छोरीलाई बोलाउनु रे तर रतुवा माइमा पनि एकजना बुढो मान्छे हुनुहुन्थ्यो जागिरमान हुने हजुरहरू चिन्नुहुन्थ्यो कुन ठाउँको हो मैले यो बोल्छ त इन्डियन आर्मीको बुझ मेकअप खाएको नि मलाई मेकअप बेहुला चिसो यहाँ बस्नुपर्ने एकछिन त त्यहाँ उ गर्छन् छोरी हजुर यहाँ हाम्रो चाहिँ नाताहरू खडानन्द नगरपालिका वडा नम्बर 1 साना मजुवा हजुर साना मजुवा को चाहिँ नि मेवाहाङ राई नेवाहाङ नेवाहाङ चाहिँ हो नेवाहाङ राईले मगनीको लागि बुङ्ला भाषाको चाहिँ आउनु भएछ माग्न आउनु भएको छ उहाँले मन पराउनु भयो अनि सबै रित लिएर गाछी घर माइती बाजे बजु देवातो लगायत लिएरको चाहिँ नि रीति राखेर उहाँहरू आउनु भएको छ अनि साई मन्दिर पनि लिएर आउनु भएको छ मन पर्यो अरे तिमीलाई मन पर्यो अरे अब केटो राम्रो छ भन्छन् उहाँहरूले राम्रो छ ठिक छ इमान्दार छ सहनशील छ डिसिप्लिन भएको अनुशासित छ भनेर उहाँहरूले बखान गर्नुभयो हामीलाई अब यसको लागि हाम्रो छोरीलाई मन पर्छ पर्दैन होइन मन पर्दैन यत्रो बाउ माइती सबैलाई रीति राखेर माग्न आउँदा छ यदि तिमीलाई ठिक छ मलाई माग्न आउनुभयो ठिकै छ केटो राम्रै रहेछ भन्ने लाग्छ भने तिमीले आएर यो साई मन्दिर यता केटाले उभिदिनु पर्यो नाम भनिदिनु पर्यो प्रवेश नेवाहाङ राई बुङ्लावा राई हजुर ल केटा पनि हेऱ्यो अब मन पर्यो भने अब उहाँ चाहिँ नि मन पर्यो केटो राम्रो रहेछन् मन पर्यो भने तिमीले मुखले भन्नु पर्दैन हातले आएर यसो छोइदिने अब हाम्रो छोरीले बोलिन अप्ठ्यारो लाग्यो होला गाह्रो भयो होला म त केटा मन पर्यो भन्नु पनि अप्ठ्यारो के त्यो व्यक्त गर्न सक्दैन बाबामा चाहिने माइती बाबुहरू थुप्रै हुनुहुन्छ यत्रो समाजको अगाडि भन्न अप्ठ्यारो भयो उहाँले चाहिँ नि आएर छुइदिनु संस्कृतमा एउटा भनाइ छ मौन स्वीकृति लक्षणम भन्छ त्यो छुनु भनेको स्वीकार हो के यो बुझौँ तपाईँ ल ठिक छ है ल स्वीकार भयो अब मलाई दिँदा हुन्छ